लाइभ हेर्दाखेरि कुर्सीसम्म गृहमन्त्री बसेको छैन। ल हेर्नुहोस् तपाईँ, एकजना हाम्रो माने जुन शहीदको आमासँग कुरा गर्दै थियो त्यस ठ्याक्कै भुइँमा बसेर कुरा गरेको गृहमन्त्री। हामीले त हेरे नि, बाप यति ठुलो मान्छे, यति नेपाल सरकारको गृह मन्त्रालय, यतिको ठुलो सम्हालेको मन्त्रालय, ऊ एकजना फेरि हाम्रो नेपाल प्रहरीले कुर्सी पनि तानेर थियो, छोडिदिनु। हामी ध्यान गरेर हेर्छौँ कि नेपालमा 36 वर्षोमा हामी यो नेपाली जनताले सरकार पाएको थियो, महसुस भएको थियो कि सरकार पाएको थियो। आज यस्तो धर्मको द्वन्द फैलाउने, राजनीतिकरण गर्ने त्यो चाहिँ तपाईको सत्तारूढ सरकारले आज सम्हालेर कामयाब बनायो। रातारात आएर साथले सबै गरेर कामयाब बनाएको छ। आज हामीले के हुन्थ्यो, म त भन्छु अरू दल भए पनि कसम भन्दैछु के हुन्थ्यो मलाई त्यस्तो महसुस भइरहेको